अहिले चाहिँ फेसबुकमा कन्टेन्ट मोनेटाइजेसनको नयाँ अपडेट आएको छ र त्यो चाहिँ तपाईले कसरी चेक गर्ने र कसरी हेर्ने भन्ने जानकारी चाहिँ म यस भिडियोमा दिँदैछु। र त्यो भन्दा अगाडि चाहिँ म तपाईलाई के जानकारी दिन चाहन्छु भने जुन अहिले मैले यहाँनिर भिडियो रेकर्ड गरिरहेको छु अहिलेसम्म चाहिँ मैले जुन अप्सनहरु देखाउँछु त्यही अप्सनमा तपाईहरुले पाउन सक्नुहुन्छ र यो भिडियो चाहिँ तपाईहरुले महिनौं पछि वर्षौं पछि हेर्दै हुनुहुन्छ भने चाहिँ तपाईहरुले चाहिँ अप्सन खोज्नु होला है त। र अब चेक गर्नको लागि चाहिँ तपाईहरुले के गर्नुपर्ने हुन्छ भने तपाईहरुको प्रोफाइल चाहिँ प्रोफेसनल ड्याशबोर्डमा हुनुपर्छ है त। यहाँ देख्न सक्नुहुन्छ प्रोफेसनल ड्याशबोर्ड, यसमा एकचोटी क्लिक गर्नुपर्ने हुन्छ। त्यसरी क्लिक गरिसकेपछि अब यहाँनिर देख्न सक्नुहुन्छ अप्सन मोनेटाइजेसनको अप्सन, यहाँ क्लिक गर्दा पनि भयो र त्यस्तै अब तपाईहरुले देख्न सक्नुहुन्छ यहाँ पनि मोनेटाइजेसनको अप्सन छ, यहाँनिर क्लिक गर्दा पनि भयो। यहाँनिर म जुनै एउटामा भए नि म क्लिक गर्छु मोनेटाइजेसनमा र यहाँनिर तपाईहरुले देख्न सक्नुहुन्छ र पढ्न सक्नुहुन्छ अनलक कन्टेन्ट मोनेटाइजेसन भनेको छ र यहाँनिर पढ्न पनि सक्नुहुन्छ यु विल रिसिभ एन इन्भिटेसन टु कन्टेन्ट मोनेटाइजेसन इफ यु रिच 3 लाख भ्यू अन युर न्यू पोस्ट एन्ड फलो आवर पोलिसीज भनेको छ है त। यो चाहिँ तपाईहरुले बुझ्नु पर्ने हुन्छ है त। तपाईहरुले चाहिँ अब 28 दिन भित्र चाहिँ यसलाई कम्प्लिट गर्नुपर्ने हुन्छ र 28 दिन भित्र चाहिँ तपाईहरुले चाहिँ 3 लाख भ्यू ल्याउनु पर्ने हुन्छ। त्यसपछि मात्र तपाईहरुको चाहिँ यो अनलक कन्टेन्ट मोनेटाइजेसन चाहिँ अनलक हुन्छ है त। तपाईहरुले अब यसलाई सुरु गर्नको लागि चाहिँ यहाँनिर जुन जोइन च्यालेन्ज देखिराख्नु भएको छ नि, यहाँ जोइन च्यालेन्जमा क्लिक गर्नुपर्ने हुन्छ र तपाईहरुले जब यो जोइन च्यालेन्जमा क्लिक गर्नुहुन्छ त्यसपछि चाहिँ तपाईहरुले अब जुन भिडियोजहरु चाहिँ रिल्सहरु चाहिँ अपलोड गर्नुहुन्छ त्यो काउन्ट हुन थाल्छ है त। सो यो तरिकाले चाहिँ तपाईहरुले चाहिँ अब आफ्नो कन्टेन्ट मोनेटाइजेसनलाई चाहिँ अनलक गर्न सक्नुहुन्छ र यो चाहिँ फिक्स चाहिँ भन्ने हुँदैन है। सो यो चाहिँ तपाईहरुले चाहिँ अब फेसबुकको कुनै पनि पोलिसीहरु चाहिँ भायोलेट गर्नु भएको छैन भने चाहिँ तपाईहरुको कन्टेन्ट चाहिँ मोनेटाइजेसन अन गरिदिन्छ है त।